साथीहरू फेरि पनि हामी आइसकेका छौँ तपाईँहरूलाई सिकाउनको लागि हामी चाहिँ तपाईँहरूलाई सिकाउने छौँ आज चाहिँ टिएमएस एकाउन्ट चाहिँ अनलाइन कसरी खोल्ने जुन कुमारी सिक्युरिटी होइन 94 नम्बर सिक्युरिटी ब्रोकर नम्बर रहेछ। अब त्यसको लागि चाहिँ हामीलाई सबभन्दा पहिला तपाईँहरूलाई मैले अलिकति हेराइदिनु छु कम्प्युटर मोबाइलमा गएर, अनि त्यसमा तपाईँहरू एप्लाई गर्न सक्नुहुन्छ, फर्महरू फिलअप गर्न सक्नुहुन्छ। त्यो फर्म फिलअप गरेर प्रिन्ट अप्सन आउनेछन्, त्यो प्रिन्टको अप्सन लिइहाल्नुहोस्। अनि त्यसपछि बैङ्कमा जानुहोस्, जो कुनै ब्रान्च छ त्यो बैङ्कमा गइसकेपछि ठ्याक्कै तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यहाँ गएर त्यहाँ उसले टोकहरू लगाइदिनु होइन, साइन गरेर अनि कोरियर गरिदिनुहुन्छन् जुन अफिसियल बैङ्क जुन जहाँ सिक्युरिटी छ नि, जस्तै हाम्रो यहाँ पुतली सडकमा छ उतातिर, त्यो उतातिर गरिदिनुहुन्छन्। त्यसपछि तपाईँलाई मैले मोबाइलमा हेराएको जस्तो होइन मेल आउँछन्, अनि त्यो मेललाई तपाईँहरू पासपोर्ट चेन्ज गरेर एक्टिभ गर्नुहोस्। अनि त्यसपछि तपाईँहरू आफ्नो जुन कुमारी बैङ्कको होइन सिक्युरिटी छन् ब्रोकर नम्बर 94 तपाईँहरू चलाउन सक्नुहुन्छ। तपाईँहरू मेरो ल्यापटपको स्क्रिन हेर्न सक्नुहुन्छ। तपाईँहरू सबभन्दा पहिला होइन टिएमएस एकाउन्ट खोल्नको लागि फर्म फिलअप गर्नु पर्यो होइन। अनि फर्म फिलअप गर्नको लागि तपाईँहरू सबभन्दा पहिला क्रोम ब्राउजरमा आउनुहोस्। क्रोम किन गरे सबभन्दा पहिला हामी यहाँ आउनेछौँ। त्यसपछि हामी यहाँ टिएमएस लेखेर अब तपाईँ कति नम्बरको टिएमएस खोल्नुहुन्छ। मैले 94 को मैले गरिरहेको छु भने मेरो 94 को तपाईँहरूलाई हेराइरहेको छु। अब यहाँ आइसकेपछि 94 लेख्न बित्तिकै तपाईँहरू यसको वेबसाइटमा तपाईँहरू जान सक्नुहुन्छ। अब तपाईँहरू यो केभिएल सिक्युरिटीमा तपाईँहरू रजिस्टर गर्न चाहनुहुन्छ भने यो चाहिँ कुमारी बैङ्क लिमिटेडको लागि हो। अनि केभिएल सिक्युरिटीमा तपाईँहरू रजिस्टर गर्न चाहनुहुन्छ, टिएमएस एकाउन्ट खोल्न चाहनुहुन्छ भने तपाईँहरू यहाँ लेखेको छ, तपाईँ यसमा पनि टच गर्न सक्नुहुन्छ, नभए तपाईँ अनलाइन रजिस्ट्रेसन फर्ममा तपाईँहरू यसमा टच गर्नुहोस्। यसमा टच गर्न बित्तिकै तपाईँहरू यो हेर्न सक्नुहुन्छ। अनि तपाईँहरूलाई मैले यो टिएमएस एकाउन्ट कसरी खोल्ने पुरै फुल प्रक्रिया तपाईँहरू यो भिडियोमा हेराउनेछौँ। अनि तपाईँहरू एप्रुभसम्म मैले तपाईँहरूलाई हेराउनेछौँ, अनि ओपन पनि गरेर हेराउनेछु कसरी के गर्नु भनेर। अनि त्यही भएर तपाईँ फर्स्टदेखि लास्टसम्म तपाईँहरू यो हेर्न नबिर्सिनु होला। अनि त्यसपछि तपाईँहरू यहाँ आइसकेपछि तपाईँ आफ्नो जेनरल नम्बर, यो रिफरेन्स नम्बर नदिँदा पनि हुन्छ होइन, क्लाइन्ट नम्बर, अनलाइन नम्बर, यो प्यान नम्बर हजुरको होइन, जतिखेर तपाईँहरू प्यान नम्बर मोबाइलबाट नै हुन्छ नागरिक एपबाट, त्यहाँबाट आफ्नो जिमेल आइडी, अनि त्यसपछि तपाईँहरू आफ्नो एड्रेस होइन, आफ्नो एड्रेस यहाँ दिनुहोस्। पर्मानेन्ट छ पर्मानेन्ट, सेम छ सेम दिनुहोस् होइन। त्यसपछि ब्याङ्क एकाउन्ट तपाईँको कुन ब्याङ्कमा खाता छ होइन, जुनबाट तपाईँहरू डिमेट एकाउन्ट खोल्नु भएछ, डिमेट एकाउन्ट खोल्नु भएछ भने बैङ्कमै गएर खोल्नुपर्ने हुन्छ, न त अनलाइनबाट पनि खुल्ने छ। अनि त्यसपछि यो जुन खोलेछ त्यही सेम दिनु होला। त्यसपछि तपाईँहरू यहाँ आफ्नो बिओआइडी नम्बर हुन्छन्, जुन चाहिँ तपाईँहरूको मेरो सेयरमा हुन्छन्, त्यो नम्बर दिनुहोस्। अनि त्यसपछि डकुमेन्ट तपाईँहरू आफ्नो अपलोड हुने डिमेट एकाउन्टको कन्फिगरेसन नम्बर त्यो तपाईँहरूसित हुन्छन्। प्यान नम्बर र सेल्फी आफ्नो आइडी फोटो लिएर खिचाउनु होला, आफ्नो फोटो अनि दुवै थम्बको फोटो यहाँ दिनुपर्ने हुन्छन् फोटो खिचेर। अनि तपाईँ आफ्नो फोटो नागरिकताको होइन दिनुहोस्। त्यसपछि आफ्नो सिग्नेचर, बर्थ सर्टिफिकेट, नेसनल आइडी कार्ड, सिटिजनसिप, अनि यो सबै दिइसकेपछि बल्ल तपाईँहरू फेरि यहाँ नेक्स्ट गर्नुहुन्छ भने अनि तपाईँ आफ्नो नक्सा पनि बनाएर एउटा दिनुपर्ने हुन्छन्। यो तपाईँ क्लाइन्ट रजिस्ट्रेसन फर्म केवाइसी भनेर तपाईँहरू यो नदिँदा पनि हुन्छ, किनभने यसको जुन हुन्छ नि केभिएलको, यसमा गएर तपाईँको यसको एउटा फर्मै हुन्छ टर्म्स एन्ड कन्डिसनको, त्यहाँ आफ्नो नाम लेखेर पछाडि साइन गरेर दिनुपर्ने हुन्छ, नदिए पनि हुन्छन्। तर एउटा चाहिँ आफ्नो गार्जियनको होइन त्यो सिटिजनसिप पनि दिनुपर्ने हुन्छन्, त्यो पनि तपाईँहरूलाई म्यान्डेटरी छैन, नदिए पनि हुन्छन्। तर यति जुन जेनरल चिज छ त्यो सबै कुरा दिनुपर्ने हुन्छन्। त्यसपछि तपाईँहरू आउनुहुन्छ यहाँ टर्म्स एन्ड एग्रिमेन्ट। तपाईँहरू यहाँबाट टर्म्स एन्ड तलमा यहाँ लेखेको छ टिक लगाएर होइन, जतिखेर गर्नुहुन्छ टिक लगाएर अनि त्यसपछि यहाँ तपाईँहरू प्रिन्ट निकालिहाल्नु होला, किनभने यही फर्म लिएर तपाईँहरू बैङ्कमा जानुपर्ने हुन्छ। अनि यो लिएर गइसकेपछि होइन सब्मिटमा हालिदिनु, यहाँ सक्सेसफुली हेराउने छन्। त्यसपछि तपाईँहरूलाई म अर्को भिडियोमा स्क्रिन सेयर गरेर हेराउने। त्यसपछि हामीलाई पनि यस्तो आउँछन्। त्यसपछि हाम्रो यो क्लाइन्ट कोड हुन्छन्, यो युजर नेम पनि हुन्छन्, अनि रिसेट गर्ने हाम्रो लिङ्क दिए हुन्छन् होइन, त्यसमा टच गर्नुहोस्। त्यसमा टच गरिसकेपछि बल्ल हाम्रो एउटा यो वेबसाइट खुल्ने छन्, जुन यो हपअप खुल्छन्। त्यसपछि हामी यहाँबाट अब न्यू पासपोर्ट दिनेछौँ। अब न्यू पासपोर्ट कस्तो दिने भन्दाखेरि जुन हाम्रो जुन स्पेसल नम्बरहरू दिने होइन, अनि त्यसपछि हामीले स्पेसल नम्बर भन्नाले त्यो
अब नम्बरहरू दिने, जस्तै ह्यासट्याग दिने होइन, @ दिने, त्यो दिएर हामीले चेन्ज गर्ने हो। यो दुवै राखिसकेपछि बल्ल हामी चाहिँ अब दुवै सेम भयो होइन, अब त्यसपछि लेखेर राख्नुहोस् अनि यहाँबाट सबमिट बटनमा तपाईँ टच गर्न सक्नुहुन्छ। त्यसपछि सबमिट सक्सेसफुली भइसकेको छ साथीहरू, तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि तपाईँको युजर नेममा जुन नम्बर आउनुभयो थियो त्यो युजर नेम अनि तपाईँको पासपोर्ट अनि जुन क्याप्चा दिनुभएको थियो यो तपाईँ दिएर लगइन गर्न सक्नुहुन्छ। साथीहरू तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ लगइन भइसकेको छ। अनि लगइन भइसकेपछि तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ मार्केट क्लोज रहेछ। अनि यो क्लोजको टाइममा अहिले रेड हेरिरहेछ। जतिखेर अब चालु हुन्छ नि 11 बजीदेखि 3 बजीसम्म, त्यति बेला यहाँ हरियो आउनेछन् माथि। अनि अहिले तत्काल तपाईँहरू यो सब हेर्न सक्नुहुन्छ। यसरी तपाईँहरू अनलाइनबाट अनि ब्याङ्कमा गएर आफ्नो फर्म सबमिट